अब यो छोलोक भनेको के हो र यो छोलोकमा चाहिँ दुःख पीडा भन्ने कुरा हुन्छ कि हुँदैन हुन्छ भने कस्तो खालको हुन्छ र यिनीहरूमा चाहिँ फरक फरक दुःख पीडा हुन्छ कि अथवा एउटै दुःख पीडा हुन्छ भन्ने बारेमा म भन्न चाहन्छु र तपाईँहरू यसको बारेमा अब तपाईँहरू अब जान्न चाहन्छु बुझ्न चाहन्छु भने चाहिँ यो भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु है भन्ने मेरो अनुरोध छ। अब सबसे पहिलो के छ देवलोक देवलोकहरूमा चाहिँ अब दुःख पीडा के छ भन्दाखेरि चाहिँ देवलोकहरूको पीडा दुःख भने चाहिँ मृत्यु हुने र फेरि जन्म लिनुपर्ने यो दुईवटाको पीडा यति ठुलो हुन्छ यिनीहरूमा। किन भन्दाखेरि चाहिँ देवताहरू चाहिँ देवलोकमा चाहिँ यिनीहरू चाहिँ भाँजुल जेलसम्म चाहिँ एकदम सुख शान्ति एकदम मज मस्ती गरेको लाइफ जिन्दगी हुन्छ यिनीहरूको। किनभने यिनीहरू पहिला धर्म कर्म गरेको त्यो फल र परिणाम चाहिँ अहिले भोग गर्दैछ यिनीहरूले चाहिँ होइन। जब यिनीहरू पहिला धर्म राम्रो काम गरेको फल चाहिँ जब भोग गरिसक्ने लाग्दाखेरि होइन समाप्त हुने लाग्दाखेरि सिन्ने लाग्दाखेरि चाहिँ अनि यिनीहरू चाहिँ मृत्यु हुने लाग्दाखेरि चाहिँ अनि यिनीहरूमा थाहा हुन्छ यिनीहरू फेरि त्यसको यिनीहरूको फेरि ज्ञान हुन्छ कि यिनीहरूमा फेरि त्यसको फेरि तेस्रो अङ्ग जस्तो टाइपको यिनीहरूलाई देख्छ आफू मेरो मर्ने लागेको भन्दाखेरि थाहा हुन्छ र आफू मरेपछि कहाँ जन्म लिन्छ भन्दाखेरि त्यो पनि यिनीहरूले देख्छ थाहा हुन्छ फेरि। त्यो हुँदाखेरि चाहिँ अनि मृत्यु अब म मर्ने लाग्यो भनेर यति दुःख हुन्छ मनमा पीडा यति पीडा हुन्छ कि नरकमा पनि हुँदैन होला यस्तो पीडा चाहिँ त्यतिखेर चाहिँ। त्यही भएर देवलोकहरू मृत्युमा यति दुःख हुन्छ। त्यो पछि कहाँ जन्म लिन्छ भनेर उनीहरू देख्छ फेरि। अब त्यतिखेर उनीहरूमा पहिला राम्रो काम गरेको चाहिँ धर्म कर्म काम गरेको फल पुरा समाप्त अब भोग गरिसकेपछि त अब तल जाने हो। तल भन्ने कहाँ हो? तल भन्छ नरक र प्रेत पाशुमा जन्म लिने हो यिनीहरू। अब त्यहाँ जन्म लिएपछि त दुःखै दुःख पीडै पीडा छ भने देख्छ यिनीहरू थाहा हुन्छ। त्यो थाहा हुँदाखेरि यिनीहरू यति आतिन्छ कि तपाईँ हामीले नि सोच्नै सक्दैन यति दुःख हुन्छ होइन। जस्तै तपाईँ अब म भोलि चाहिँ अब नरक जाँदैछ भने तपाईँलाई थाहा भयो भने तपाईँ के हुन्छ त भन्दा त हामी त अझै दुःख पनि छ नि त। यिनीहरू त भाँजुल जसमा दुःखको त फिलिङै हुँदैन यो स्वर्ग देवलोकहरू। यिनीहरू फेरि दुःख पीडा चाहिँ मर्नै पर्ने चाहिँ किन हो भने यिनीहरूसँग पनि अझै पनि हामीसँग दोष रिस मोह इच्छा चाहना भन्ने अझै मुक्त भएको छन् कि देवलोकहरू पनि। त्यही भएर यिनीहरू मर्नै पर्ने फेरि जन्मिनु पर्ने त्यस्तो चाहिँ हुन्छ यिनीहरू। त्यही भएर यो देवलोकको दुःख पीडा भयो है। त्यो पछि असुराको दुःख पीडा के हुन्छ भन्दाखेरि असुराहरू चाहिँ यिनीहरू जन्मत जात नै यिनीहरूको चाहिँ के हुन्छ भन्दा यिनीहरूमा चाहिँ एकदम ईर्ष्या भन्छ नि ढा गर्ने एकदम ठुलो एकदम नै बढीमा चाहिँ हुन्छ यिनीहरूमा चाहिँ स्ट्रङ हुन्छ यिनीहरू। त्यो हुँदाखेरि यिनीहरू चाहिँ सधैँभरि त्यो देवलोकहरूसँग ईर्ष्या ढा गरेर सधैँभरि लडाइँ गर्नुपर्ने हुन्छ यिनीहरूसँग। लडाइँ के को लागि यिनीहरू अब खानेकुराहरू चाहिँ लाउने कुरा प्रायः जस्तो चाहिँ देवलोकमा पाउँदो रहेछ होइन। त्यो पाउँदाखेरि चाहिँ अनि त्यहाँ लिने जानुपर्ने हो कि अब त्यहाँबाट लाउनु पर्ने हो। त्यो भएको कारणले चाहिँ यिनीहरू सधैँभरि देवलोकहरूसँग लडाइँ गर्नुपर्ने झगडा गर्नुपर्ने। त्यो झगडा गर्दाखेरि कहिले हार्नै पर्छ कहिले जित्नु पर्ने कहिले मर्नु पर्ने हुन्छ। त्यही भएर त्यो झगडा गर्दाखेरि म जित्छ कि जित्ने हार्छ कि कसरी गर्ने भन्ने त्यस्तोको पीडा मात्रै भएर कि त्यही भएर चाहिँ हामीहरूको चाहिँ दिन बित्छ जिन्दगी बित्छ भनेर त्यति दुःख छ भनेर चाहिँ यो पुरा भगवान् बुद्धले सूत्रमा चाहिँ प्रष्ट भनेको छ है। त्यही भएर भनेको अब यो असुराको दुःख यो भयो। अब हामी मनुष्यको दुःख के छ त? अब हाम्रो मनुष्यको दुःख चाहिँ के हो भन्दाखेरि चाहिँ जन्मिनेको दुःख छ जन्मिँदाखेरि दुःख छ होइन। जन्मिँदाखेरि के दुःख छ भन्दाखेरि हामी चाहिँ अब सानो बच्चा बेलामा जन्मिँदाखेरि आमाको योनिबाट जन्मिँदाखेरि चाहिँ दुई र वीरको बिचमा चापेको जस्तो दुःख हुन्छ अरे होइन। एकदम दुःख हुन्छ अरे पीडा हुन्छ अरे। अनि निस्किँदाखेरि चाहिँ काँडा अथवा सिउले गोजेको जस्तो अथवा चिसो पानी आइसको पानीभित्र फ्यालिदिएको जस्तो त्यसरी चाहिँ झारको फिलिङ हुन्छ अरे। त्यतिखेर चाहिँ हामी कराएर रुन्छौँ भने कराउँछ अरे होइन रुन्छ। तर त्यो चाहिँ हामी ठुल्ठुलो हुँदाखेरि अहिले हामीले त्यसको यादै हुँदैन सबै बिर्सिसकेको हुँदैन त्यो दुःख पीडा चाहिँ जन्मिने दुःख। त्यो पछि हामीले के हुन्छ बुढो हुनेको दुःख हुन्छ होइन। बुढो हुने अब बिस्तारै ठुलो हुँदै कपाल फुलिन्छ ढुङ्गा धार झर्छ सबै अनुहार सबै चौरी पर्छ त्यसको पीडा हामीले कति हुन्छ त होइन। अब म बुढो हुन लाग्यो अब म हात खुट्टा चाल्दैन भन्ने त्यस्तो टाइपको अब बुढो भएको यो दुःख हुन्छ पीडा हुन्छ। त्यो पछि बिरामी हुनुको दुःख हुन्छ हामीले होइन। कहिले टाउको दुख्नेको दुःख हुन्छ कहिले आँखा दुख्ने कहिले जिउ दुख्ने कहिले पेट दुख्ने कहिले भित्र
मुटु किर्ने के दुख्छ हो त्यस्तो दुख्नेको बिरामीको दुःख पीडा हामीमा हुन्छ त्यस्तो एउटा दुःख मानिसको। अब अर्को चाहिँ के हो भने मर्नु पर्नेको फेरि मृत्युको दुःख हुन्छ हामीमा। जब हामी फेरि धेरै बुढो भइसके सबै कपाल सबै फुलिसके च्याउरी परिसके अब म मर्नु पर्छ, अब म मर्छ, अब कुन दिन चाहिँ मर्छ भनेर चाहिँ फेरि मनमा एकदम पीडा हुन्छ त्यो मृत्युको पीडा। त्यही भएर हाम्रो मानिसमा चाहिँ के दुःख हुन्छ भनेदेखि जन्मिनुको दुःख, बुढा हुनुको दुःख होइन, बिरामी हुनुको दुःख, मृत्यु हुनुको दुःख, यो दुःखहरू चाहिँ हाम्रो मनुष्यमा छ। त्यो तपाईँलाई थाहा छ, मलाई पनि थाहा छ, हामी सबैमा हुन्छ। तर पीडा कति ठुलो सानो हुन्छ भने आफूमा सोचमा फरक पर्छ है यो मानिसको। अब त्यो भयो। अब त्यो पाशु लोकमा होइन, पाशु लोक अथवा प्राणी लोकमा चाहिँ के दुःख हुन्छ भन्दाखेरि चाहिँ यिनीहरूमा चाहिँ एकदम लाठो होइन, लाठो अज्ञानता, बुझ्ने नबुझ्ने दुःख हुन्छ यिनीहरूमा। के पनि थाहा हुँदैन, यो राम्रो यो नराम्रो, यो गर्ने त्यो नगर्ने थाहै हुँदैन। एउटा चाहिँ दास गुलाम गर्नुपर्ने। जस्तै घोडा भयो, कुनै पासुहरू माथि हिमाल पाहाडतिर भयो भने सधैँभरि भारी भगाउँछ यिनीहरूलाई होइन। घोडा भने सधैँ चाट्छ यिनीहरूले, चाटेपछि उनीहरू मान्छेको दास गुलाम भएर गयो। अनि एउटा चाहिँ एक अर्कालाई खानुपर्ने, यो जङ्गलको प्राणीहरू सधैँभरि बाघ होइन, तिनीहरू बाघ भालुहरू तिनीहरू चाहिँ सधैँभरि मृगहरूले खानुपर्ने। फेरि बाघ भालुहरू भित्र पनि एक अर्कालाई खानुपर्ने, एक्लै एक अर्कालाई खानुपर्नेको दुःख, एक्लै एक अर्का खान्छ कि मलाई एट्याक गर्छ कि त्यतिको दुःख छ यिनीहरूमा। एक घाँस होइन, एक मुख एक घाँस खाने पनि यिनीहरूमा शान्ति आनन्दसँग खानेको त्यो छानु हुँदैन। सधैँभरि कसले मलाई एट्याक गरिदिन्छ, कसले मलाई झम्टिन्छ कि मलाई खाइदिन्छ कि, त्यसरी दुःख हुन्छ यो प्राणी पाशुहरूको। त्यही भएर पाशुहरूमा चाहिँ एकदम यसोको दुःख चाहिँ हुन्छ है। यो दुःख चाहिँ अब पाशुहरूको दुःख भयो। अनि यो पछि चाहिँ प्रेतहरूको दुःख। प्रेतहरूको दुःख भनेको चाहिँ भोक र प्यासको दुःख। अब यिनीहरूमा भोक लागिरहेको हुन्छ, तिर्खा लागिरहेको हुन्छ, अनि भोक लाग्दाखेरि चाहिँ अब खानेकुरा खोज्नै जान्छ यिनीहरू। खोज्दाखेरि पाउँदैन यिनीहरूले। दिन हप्ता महिना वर्षौँसम्म खानेकुरा पाउँदैन। तपाईँलाई हामीलाई त सोच्नै सक्दैन त्यस्तो। त्यो कुरा चाहिँ हामी यो आँखाले देख्दैन फेरि, अनि हामीले थाहा पनि नहुनेपछि कसरी विश्वास पनि कसरी गर्ने त होइन। यो कुरा अब हाम्रो तेस्रो आँखा खोलेको ध्यान गरेर त्यस्तो भएर मात्रै थाहा हुने कुरा हो। त्यो भएर यिनीहरू खानेकुरा खोजेर यति लामो समयसम्म खोज्छ, पाउँदैन। यदि कोही ठाउँमा फलफुलहरू खानेकुरा देखेर छेउमा पुग्दाखेरि आगो बालेर जाने होइन, फेरि कुहिएर जाने, त्यस्तो हुन्छ। अब तिर्खा लाग्छ, पानी खोज्छ महिना वर्षौँ बित्छ, पानी पाउँदैन। कतै पानी पायो भने जाँदाखेरि रगत भएर जाने होइन, पिप भएर जाने, त्यसरी हुन्छ अरे। यो चाहिँ अब हामीले देखेको त छैन, तर पनि यो बुद्धहरू त्यो सूत्रमा अथवा शास्त्रहरूमा चाहिँ एकदम क्लियर भनेको छ। सूत्र भनेको के हो, यो शास्त्र भनेको के हो तपाईँहरू थाहा चाहिँ छैन होला। म पछि फेरि यसको बारेमा एउटा भिडियो बनाउँछु, सूत्रले केले भनिन्छ र शास्त्र भने केले भनिन्छ भन्ने बारेमा तपाईँहरूलाई भन्छु फेरि। अब प्रेतको ढुङ्गा यो भयो होइन, भोक प्यासको पीडा भयो। अब नरक लोकमा चाहिँ होइन के दुःख पीडा छ त नरकमा चाहिँ भन्दाखेरि चाहिँ तातोको दुःख पीडा, चिसोको दुःख पीडा। यिनीहरूमा तातोमा यति तातो हुन्छ कि होइन, हाम्रो यो जाडो महिनामा त्यो छ नि हावा, चिसो पानीहरू पनि तातो भएर आउने यिनीहरूमा। अब यिनीहरू कर्मको परिणामले होला नि त्यस्तो फिलिङ हुने यिनीहरूलाई, अनुभव हुने कि यस्तो तातो भयो गर्नुपर्ने। अब त्यो तातोको दुःख पीडामा त 8 थरी गएको छ यिनीहरू, एकदम खाम्ने नसकेर कराएर चिच्याएर जिउबाट पोलेर एकैछिनमा नष्ट भएर जाने। फेरि एउटा हावा आएर फेरि जस्ता त्यस्तै भएर फेरि त्यस्तो पोलेर बिग्रेर जाने होइन। अब चिसोमा पनि त्यस्तै छ, 8 थरी गएको चिसोको दुःख पीडा छ। चिसोमा चाहिँ यिनीहरू यति चिसो हुन्छ कि होइन, यो गर्मी महिनाको घाम र आगोहरू हावा, तातो हावाहरू पनि यिनीहरूलाई चाहिँ चिसो भएर जाने कि, यस्तरी दुःख पीडा छ। अब चिसोमा पनि यति चिसो छ यिनीहरू एकैछिन पनि खाम्ने सक्दैन, जिउ पुरा चार्किएर जाने चिसोले, अनुहार पुरा चार्किएर जाने, छाला पुरा चार्किएर जाने, पुरा आइस भएर जाने, यति चिसो छ। अब यसरी तातो र चिसोको दुःख भयो, दुःख चाहिँ नरकमा छ। अझै त्यो नरकमा त अब यो त तातो आगोमा पोलिदिने, तातो पानीमा तेल उमालेमा पोलिदिने, त्यसमै बुढ्दिने त्यस्तो खालको छ होइन। चिसोमा चाहिँ अब आइसको पानीमा चाहिँ जन्मिएर त्यहीँ जिउ पुरो चिसो आइस भएर त्यहीँ भित्र जन्मिएर बस्ने
त्यसरी चाहिँ दुःखहरू पीडाहरू एकदमै छ भनेर चाहिँ बुद्धको शास्त्रहरूमा धेरै अब मोटो मोटो किताबहरूमा यस्तो व्याख्या गरेको छैन। अब मैले यहाँ भनेको एकदम छोटो 1 मिनटभित्र भनिदिएको यो कुरा हो। तपाईँहरू अब अलिकति भए पनि जानियोस् भनेर चाहिँ भन्छु। अब यो छो लोक भन्दा नि सबसे शक्तिशाली जीव भनेको चाहिँ पाएको चाहिँ हाम्रो मानिसको हो भन्छ है। मानिसको हाम्रो मनुष्यको जिउ चाहिँ एकदमै पावरफुल एकदम शक्तिशाली। यो छो लोकमा सबसे शक्तिशाली भन्ने चाहिँ दिमाग भने चाहिँ हाम्रो मानिसको हो भन्छ। हाम्रो यो जिउबाट चाहिँ हामी इन्लाइटेनमेन्ट हुन सक्छ। यो जिउबाट चाहिँ हामी बुद्ध प्राप्त गर्न सक्छौँ। तर अर्को 5 लोक चाहिँ यिनीहरू चाहिँ बुद्ध प्राप्त गर्न सक्दैन भन्छ। किन यिनीहरूमा चाहिँ यिनीहरूमा यसको त्यो हुन्छ नि त्यो बुद्ध प्राप्त हुनेको त्यो चाहिँ फल बिउ चाहिँ यिनीहरूमा छैन अरे, मात्र हाम्रो यो शरीरमा छ भन्छ। त्यही भएर हामी यो शरीर चाहिँ एकदम प्रिसियस, एकदमै इम्पोर्टेन्ट, एकदम महत्त्वपूर्ण छ। त्यही भएर यो जिउ चाहिँ हाम्रो बुद्ध प्राप्त गर्ने इन्लाइटेनमेन्ट हुनुको लागि एउटा बिउ जस्तै हो। जस्तै मकै उम्रिनुको लागि मकैको बिउ चाहियो नि त होइन। त्यो मकैको बिउ जस्तै चाहिँ हाम्रो इन्लाइटेनमेन्ट हुने बुद्ध प्राप्त गर्नेको बिउ चाहिँ हाम्रो यो जिउ चाहिँ हो अरे क्या। हाम्रो यो जिउबाट चाहिँ इन्लाइटेनमेन्ट बुद्ध प्राप्त हुन्छ कि। यो जिउ नभएपछि त अनि के हुन्छ त, के गर्ने हुन्छ। जस्तै हामी अमेरिका पुग्नु पऱ्यो भने त प्लेन चाहियो नि त। प्लेन नभएर चाहिँ म घोडा चढेर जान्छु, म साइकल चढेर जान्छु भनेर त त्यहाँ पुग्दैन। अब अमेरिका पुग्नेको त भ्यू अब एउटा त्यो चिज भनेको चाहिँ प्लेन नै हो कि। जस्तै हामी स्वर्ग जाने अब के अरे बुद्ध प्राप्त गर्ने इन्लाइटेनमेन्ट हुने भनेको चाहिँ हामी चाहिँ यो प्राणीको जिउबाट हुन्छु, त्यो कुकुरको जिउबाट हुन्छ भनेर हुँदैन नि। त्योमा त्यसको क्षमतै छैन कि। त्यही भएर बुद्ध प्राप्त हुने इन्लाइटेनमेन्ट हुनेको त्यो क्षमता चाहिँ पुरा हाम्रो यो जिउभित्र छ। त्यही भएर हाम्रो यो जिउलाई चाहिँ यो जिउनी पाउनु चाहिँ एकदमै महत्त्वपूर्ण छ, एकदमै राम्रो छ यो। त्यही भएर यो जिउ पाएपछि खेर नफाल्नु, यो टाइमलाई चाहिँ एकदम महत्त्वपूर्ण सदुपयोग गर्नुहोस्, दुरुपयोग नगर्नुहोस् भनेर चाहिँ भन्ने कारण नै यो हो। हामी यो मानिसले गऱ्यो भने जे पनि गर्न सक्छ, हामीले नगरेर मात्रै बसिरहेको होइन। त्यही भएर चाहिँ यो चाहिँ छोलोक हो, आफ्नो दुःख कसरी हुन्छ भन्ने बारेमा छोटोमा भनेको हो। अनि त्यही भएर चाहिँ तपाईँहरूलाई चाहिँ फाइदा नगरे भने बेफाइदा चाहिँ गर्दैन भने म सबै भिडियोमा यस्तो भन्दै आएको छु। यो मेरो विचार, मेरो सोचाइ हो भन्नेलाई राख्न चाहन्छु।